So hello and welcome back to my new vlog. So सबैजना hope you all guys are doing good. म पनि सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला. So right now अहिले हालैमा यहाँ गान्तोकमा छु. So आज चाहिँ we are heading towards Soring. सोरेङमा अलिकति सानो एउटा funeral परेछ र so we are going there. So अहिले भन्नुपर्दा चाहिँ रेडी भएको छुइनँ. So मामहरु खाइसके. अन्त अब चाहिँ about to leave है. पहिला रेडी हुन्छु. त्यसको बादमा निस्किन्छु. होप यु अल गाइज है सबैलाई अस्ति मेरो फर्स्टको भिडियो मन पर्यो होला. सो अब चाहिँ मेरो यो सेकेन्ड भिडियो हुनेछ, सेकेन्ड ब्लग हुनेछ. सो अहिले चाहिँ वेदर चाहिँ ठिकै छ, हल्का घाम लागिरहेको छ, त्यस्तो डरदो छैन. बट हामी अहिले अलमोस्ट लाइक कति अहिले 11:30 भइसकेको छ. सो हामी चाहिँ अब हेडिङ टुवर्ड्स सोरेङ टाढो छ तर केही छैन, टाइम कभर भइहाल्छ, त्यस्तो केही प्रब्लम छैन. ठिकै छ. त्यसो भने भरे तपाईहरुलाई म बाटोमा भेट्छु है त. सो फाइनली गाइज अहिले चाहिँ हामी भोटी ब्रिज क्रस भयो. सो तपाईलाई अघि पनि भनिसकेको छु मैले है, आज अन द वे वी आर हेडिङ टुवर्ड्स सोरेङ है. सो अहिले भन्नुपर्दाखेरि चाहिँ वेदर चाहिँ दामी भइरहेको छ. गरम चाहिँ अलिकति रहेछ, किन गान्तोकखेरि त यहाँ गरमै हुन्छ अरू बेला पनि. अन्त अहिले चाहिँ हामी यता आगे पिएसो से हेलो आगे ब्लगमा के बनिदिनु न. हेलो पछाडि राजीव दा छ. राजीव दा यता आउनु लोडी से हेलो. हेलो कामरी टु एभ्रीवन. अब चाहिँ हालैमा हामी जाँदैछ. सो फाइनली हामी चाहिँ अहिले यहाँ यो जोरथाङको रुटमा आइपुगिसकेको छ. सो अहिले चाहिँ हामी हेडिङ टुवर्ड्स जोरथाङदेखि चाहिँ अझै अगाडि जानुपर्ने रहेछ त्यो हामी जाने जग्गा चाहिँ. सो इन्जोय गर्नु होला बाटोको भ्यू सिनहरू है. मलंग सी रातें सुरंग सी बागी उड़ान पे ही ना जाने क्यों इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए. गल पे सवाल है, जीना फिलहाल है, खाना बदोशियों पे ही जाने क्यों इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए. सो फाइनली गाइज हामी अहिले यहाँ थार्कु आइपुगिसकेको छ. सो अहिले चाहिँ हामी यो एक्ज्याक्ट थार्कु स्कुलको अपोजिट साइडमा छु, रोड साइडमा. सो पर चाहिँ मलाई अलिकति ब्लग गर्न अप्ठ्यारो लाग्यो किनभने फ्युनेरल भइरहेको छ. सो त्यहाँ अलिक गर्नु मिलेन. सो त्यही भएर चाहिँ यता राजु र म यस्तो बाहिर आएर यस्तो है बाहिर आएर यस्तो ब्लग गर्दै तपाईँहरूलाई देखाउँछु भनेर. सो आज चाहिँ यति नै छ. अब यहीँसम्म आउनु काम थियो है. सो अब यहाँदेखि फेरि हामी ब्याक हुनेवाला छ. अब यदि हाफ एन आवर जस्तो बस्छ होला, त्यहाँदेखि फेरि ब्याक टु गान्तोक हुन्छ. सो तपाईँहरूलाई म सक्दो चाहिँ अहिले ट्राई माई बेस्ट हुन्छ नि. ल म बाटोमा जे गर्दै हिँड्दैछु, ट्राभल गरेको भिडियोहरू सक्दो चाहिँ हाल्ने ट्राई गर्छु. सो फाइनली गाइज बल्ल पुगे रुममा. अब
अब चाहिँ भर्खर आइपुगेको हामी चाहिँ उताबाट सो तपाईँलाई होप यु अल गाइज है इन्जोय माई भ्लग होला आजको भ्लगलाई इन्जोय गरिदिनु होला सो फिलिङ भेरी मच टायर्ड है आज यत्रो लामो ड्राइभ गरेँ सो आइ पनि पुग्यो है सेफली आइपुग्यो सो तपाईँहरूलाई आजको भ्लग पनि है दामीभन्दा दामी देखाउने ट्राई गरेँ मैले आजको दिनमा सो आज चाहिँ फुल ब्ल्याक भएर गएको थिएँ सो राम्रै देख्दै होला अन्त होप यु अल गाइज इन्जोय माई भ्लग है सो अब योभन्दा अझै चाँडैभन्दा चाँडै होइन छिटोभन्दा छिटो म नयाँ भ्लग ल्याउने ट्राई गर्दैछु सो थ्याङ्क यू सो मच है अब ब्लेस मी हुन्छ नि ल अब म पनि होपिङ फर द बेस्ट है भ्लगमा यस्तो हेर्दैछु सो थ्याङ्क यू सो मच होइन टिल नेक्स्ट भ्लग आइन्जेलसम्म तपाईँहरूलाई चाँडैभन्दा चाँडै म नयाँ नयाँ दामीभन्दा दामी इन्ट्रेस्टिङ ट्राभल भ्लग तपाईँहरूलाई हाल्ने छु है सो थ्याङ्क यू सो मच नेक्स्ट भ्लगमा तपाईँहरूलाई भेट्छु